रविजी मेरो एकदमै नजिकको साथी हो। मेरो करियरमा मलाई धेरै सपोर्ट गर्ने, उहाँको गीत लेखनमा पनि राम्रो छ। पहिला यो गीत आउँदाखेरि उहाँले लेखेको भन्ने कुरा त्यति थिएन र पछि अब उहाँ जुन चाहिँ चर्चामा आएपछि यो गीत पछि आउँदा फेरि भाइरल भइरहेको थियो गीत हैन। यो 2 लाइन उहाँलाई डेडिकेट पनि गर्छु। तिम्रो आगमनले फेरि नयाँ उमङ्ग ल्यायो, सुन्दर बिहानी जस्तै झुल्के घाम जीवनमा ल्यायो। अलमोस्ट यो गीतमै उहाँलाई भन्ने कुरा छ। उहाँको यो चाहिँ नि पार्टीको आगमनले, उहाँको यो चिजले नै नेपाललाई एउटा नेपाल बनाउने एउटा चाहिँ नि बाटो देखाएको छ। नेपालको मुहार धेरै फेरिने कुरामा चाहिँ हामी सबैजना आशावादी छौँ।